हेलो साथीहरू, यो समयमा म छोटो भिडियो बनाउन गइरहेको छु। हेर्नुहोस् न, मेरो गाउँ चाहिँ यस्तो छ। यहाँ हेर्नुहोस् न, आज चाहिँ कस्तो पानी पर्ला जस्तो भएको छ साथीहरू। अब म फेरि पनि बारीतिर जाँदैछु। मेरो बारीमा चाहिँ साग, हेर्नु न, यो साग मलाई चाहिँ एकदम मनपर्छ। अस्ति भर्खर टिपेको थिएँ, अहिले फेरि पनि पलाएको रहेछ। हेर्नु न, पानी पर्यो नि त, अनि त्यही भएर यहाँ चाहिँ यसरी पलाएको रहेछ। अनि यता फेरि खुर्सानी पनि छ साथीहरू, हेर्नुहोस् त। खुर्सानी चाहिँ यहाँ कति राम्रो भएर फलेको छ कि। अनि यो चाहिँ अहिले पानी पर्यो, अनि त्यही भएर चाहिँ एकदम हरियो भइरहेको छ है। अनि खुर्सानी पनि फलिरहेको रहेछ। हेर्नुहोस् त साथीहरू, तपाईँहरूकोतिर कस्तो छ? हाम्रोतिर चाहिँ अलिअलि भएको रहेछ साथीहरू खुर्सानी, तर छिप्पिएको छैन कि। खुर्सानी चाहिँ एकदम राम्रो भएको छ। यता जान्छु है त साथीहरू म फेरि पनि। यहाँ हेर्नु न, मैले फेरि यहाँ घिरौँलाको बिउ लगाएको थिएँ, रोपेको थिएँ। यहाँ फेरि पनि बेना यस्तो राम्रो भएको छ कि साथीहरू, हेर्नुहोस् त। अब बर्खा लाग्यो नि त, अनि त्यही भएर फेरि हरियो तरकारीहरू चाहियो नि त, अनि त्यही भएर मैले लगाएको थिएँ। यहाँ चाहिँ हेर्नुहोस् न, राम्रो भएको छ साथीहरू। अब म फेरि बारीबाट किचनतिर जाँदैछु साथीहरू। किचनमा मैले चाहिँ चाम्रे भात पकाएको थिएँ। मलाई चाहिँ बारीतिर डुल्दा भोक लागिसक्यो, अनि त्यही भएर अब म यो चाम्रे भातलाई चाहिँ प्लेटमा राखिसकेको छु साथीहरू। मैले चाहिँ एकदम सादा तरिकाले बनाएको छु कि। हेर्नुहोस् न, केही पनि राखेको छैन है। यहाँ चाहिँ चिनी अनि तेलमा मात्रै मैले बनाएको थिएँ। मलाई चाहिँ एकदम भोक लागिरहेको छ साथीहरू। मैले आज खाना पनि बिहान छिट्टै खाएको थिएँ नि त, त्यही भएर फेरि पनि म आज छिट्टै खाँदैछु साथीहरू। हेर्नुहोस् है, म अब खान गइरहेको छु। तपाईँहरू पनि म सँगसँगै खानुहोला, म सँगसँगै तपाईँहरू पनि इन्जोय गर्नुहोला साथीहरू। अब म खाएँ, तपाईँहरू पनि खानु है। ल, मैले सुरु गरेँ है त साथीहरू। अनि मैले साइडमा पानी पनि राखेको छु है साथीहरू। मलाई चाहिँ यस्तो भोक लागिरहेको छ कि आज मैले बिहान छिट्टो खाना खाएँ, अनि त्यही भएर अनि धेरै नै भोक लागिरहेको छ मलाई। मिठो भएको रहेछ कि साथीहरू। तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ साथीहरू, तपाईँहरूले नि। मलाई फेरि एकदम मनपर्छ क्या साथीहरू, यो चाम्रे भात भनेपछि साह्रै मनपर्छ। अब मैले लगभग खाएर भ्याउन लागिसकेँ साथीहरू। तपाईँहरू पनि म सँगसँगै खानुहोस् है त साथीहरू। तपाईँहरू पनि खाजा खाने बेला भइसकेको छ होला तपाईँहरूको पनि। यतिखेर बाबु चाहिँ सुतिरहेको छ कि, अनि त्यही भएर एक्लै खाँदाखेरि अलिक कस्तो कस्तो हुँदो रहेछ कि है साथीहरू। बाबु सुतिरहेको छ, म चाहिँ एक्लै खाँदैछु। एकदम मिठो भएको रहेछ कि साथीहरू। म चाहिँ दिनभरि बारीमा अनि बाहिरभित्र काम गर्दा भोक पनि लाग्यो अनि थकाइ पनि लाग्यो है। त्यही भएर चाहिँ मैले एकदम छिट्टो खाइरहेको छु। मेरो स्वर सुन्नु न साथीहरू, मलाई चाहिँ एकदम रुगा लागेको छ कि है। अनि रुगा लागेको कारणले अनि स्वरै कस्तो भएको छ कि। अब लगभग मैले यो सिधाइसकेँ साथीहरू खाएर। अब मेरो बाबु पनि उठ्ने बेला भइसक्यो साथीहरू। फाइनली मैले अब खाइसकेँ। अब फेरि पनि म पानी खान जाँदैछु, पानी खान्छु। अनि अब मेरो बाबु उठेको जस्तो लागेको छ मलाई। अब बाबुलाई पनि खुलाउन पर्छ साथीहरू। त्यस्तै हो, घरको काम गर्दा केही पनि देखिँदैन। हुन्छ साथीहरू, मैले खाइसकेको छु। बाई बाई।